बरान देश चाहिँ 500 वर्ष अगाडि चाहिँ सुरु भएको रहेछ क्या यो जस्ट यसो सेवारो नमस्ते सबैजनालाई। आज चाहिँ म चाहिँ होइन यो ड्रागन रक भन्छ, यो चाहिँ एकदम के भन्छ यो बरानको चाहिँ एउटा टुरिज्म एरिया पनि हो होइन। यहाँ चाहिँ अब विशेष गरेर होइन यो पहिले समुद्र हो नि त, यो बरान चाहिँ सबै समुद्रले बनेको देश हो। यो सबैतिर चाहिँ यो के भन्छ समुद्रै समुद्र छ। यो चाहिँ पहिले समुद्रहरू चाहिँ सबै घटेर यस्तो भएको क्या, पानी नै पानी थियो अरे क्या पहिले चाहिँ होइन। अहिले चाहिँ सबै के भन्छ पानीहरू चाहिँ के भन्छ सुकेर चाहिँ यस्तो बनेको देश हो क्या यो बरान चाहिँ होइन। यहाँ आउँदाखेरि चाहिँ तपाईँको एकदम के भन्छ पानीहरू चाहिँ लिएर आउनु पर्ने रहेछ। पानीहरू चाहिँ खासै नपाउँदो रहेछ, माथि डाँडा चुच्ची छ होइन। म तपाईँहरूलाई त्यहाँ चाहिँ लगेर जान्छु नि त होइन, बबाल छ क्या ठाउँहरू चाहिँ। माथिको यो ढुङ्गै ढुङ्गा अहिले मरुभूमिहरू देख्यो भने कस्तो रमाइलो लाग्छ नि त होइन। अब फेरि यो मरुभूमिमा बस्ने मान्छेहरूले फेरि हाम्रोतिर गएर हरियाली देख्यो भने वाउ भन्छ, त्यस्तै हो क्या त्यो। जे चिज हामीसँग हुन्छ नि त्यो चिज हामीलाई रमाइलो मजा लाग्दैन नि त, राम्रो लाग्दैन नि त। जे चिज हामीसँग हुँदैन त्यो चिज चाहिँ एकदम बवाल लाग्छ। ड्रागन रक भनेको चाहिँ हो है, ल एकदम क्लोज आइसकेको छु म होइन। यो बरान देश चाहिँ 500 वर्ष अगाडि चाहिँ सुरु भएको रहेछ क्या, यो जस्ट यसो जन्मेको रहेछ क्या। नर्मली भन्नुपर्दाखेरि 500 वर्ष अगाडि चाहिँ यो के भन्छ यो टुप्पी छ नि, यो ढुङ्गाको टुप्पी, त्यो ढुङ्गाको टुप्पीमा चाहिँ पानी थिएछ क्या। हेर्नु यो सबै पानीले बनाएको रेतहरू। अलिक मोटो मोटो मान्छे चाहिँ छिर्न नसकिने रहेछ। म चाहिँ अब माथि जाने कोसिस गर्दैछु, यहाँबाट जाने रहेछ है। होइन अब यहाँ चाहिँ विशेष गरेर सर्पहरू चाहिँ हेर्नुपर्छ। सर्पहरू हुन्छ यहाँको फेरि होइन, यहाँको बनावटी फेरि यो मात्रै हिँड्ने खालको। हामीले चाहिँ यहाँ चाहिँ एउटा कुकुरको बच्चा भेट्यौँ क्या, यो चाहिँ कुकुरको बच्चा कस्तो राम्रो क्युट क्युट चरालाई यहाँ राखिदिउँ, कस्तो राम्रो है। यहाँदेखि झऱ्यो भने तल कहाँ पुगिन्छ थाहा छैन, डर लाग्यो मलाई त।
विशेष गरेर हाम्रो क्यामेराम्यान हाम्रो ग्रिस लिम्बू पाइन्दालाई धेरै धेरै धन्यवाद छ अनि हाम्रो साथी हाम्रो भाइलाई पनि धेरै धेरै धन्यवाद सबैजनालाई यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यदि मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु न अनुरोध गर्दछु है त गाइस बाई बाई